ए ल भयो बल्ल भयो दामी छ हजुर यसो क्यामेरातिर चाहिँ हेर्नु हजुर हाइकिङको आज फर्स्ट दिन है यो सालको फर्स्ट यो सालको फर्स्ट phải hay có phải rồi vậy á rồi là có phải chứ gì ngồi phải cao chuyện rồi mày cao chuyện rồi đại lũ ơi hữu hữu chỗ một vòng đó hả के यार तपाईँ त 6 इयरको लाउरे आछ यार लाउरे अन्त भविष्यको सुरु भयो मिसन लडाइँ सुरु हुँदैछ है ठिटाहरूलाई जित्दैछ है ठिटाहरूलाई चाहिँ बुढाहरूले यहाँ पछार्दैछ ल हसिना र पसिना हुँदैछ हाम्रो दिनेश सरकार ल हाम्रो गुरु र बालब्रो एकदम भेरी नाइस ल पिसाब सिसाब फेरि कार्यक्रम हुँदैछ हाम्रो पार्टीहरू अलमोस्ट 35 मिनट चाहिँ कुदिसक्यौँ हामी हामी अहिले 3 फु छुई क्याम्प साइट आइपुग्यो पार्टीहरू कुदिसक्यो यार ल है त हामीले अहिले 8 किलोमिटर पार गरिसक्यो एकजना टिम मेम्बरको चाहिँ यहाँ अलिकति गडबड माइनर इन्जरी भयो अब फर्स्ट एडको चाहिँ उहाँ आफै नै फर्स्ट एडर हुनुहुन्छ के अरे ट्रिटमेन्ट कार्यक्रम हुँदैछ आफैले के गरे हुँदैछ यो ओरालोले गर्ने मलाई उहाँको पुस्तकले चाहिँ यहाँदेखि बिहान सके ल त किन सरकारले एकदमै राम्रो स्ट्रेचिङ गर्दैछ है बडीलाई स्ट्रेचिङको जरुरत छ के यार बालब्रो के छ स्थिति ल अब फेरि सुरुवात हुँदैछ हाम्रो गन्तव्य गुरु फिट भएन ल हाम्रो गुरु फिट हुनुभयो अलिकति जोस जागर चाहिँ निकै छ आउनुहोस् तपाईँ धेरै बस्नु ओहो ल तपाईँ चाहिँ पक्का हार्डवर्कर हुनुहुन्छ भने चाहिँ तपाईँको यो पसिनाले देखाएको छ खुब इन्ट्रेस्टिङ भयो है त्यसरी हिँड्नु आयो भने त ठिक हुन्छ नि नब्रस यसो घुमाइदिनु तपाईँ के अरे उसै छ अनमै छ तपाईँले उसमा घुमाउनु छ बिलो आएको कपडा देखेन कि सबैको मैले पुरा स्याउ खानु पर्ने हल्लिन्छ नि त दौडिँदा ठिकै हुन्छ नि त मिठो छ आखिर त टेन्सन पनि दौडिनु पर्यो टेन्सनको लागि यो पुलमा अब त पुल माथि पानी आएको भनेपछि पहिला ऊ माथिबाट यो रातो हेर्नु त पनि होइन हामी
के बात भन्छ पार्टीहरूलाई नाइलमचुङ वाटर रिजर्भ ड्याम क्रस ल यो पानी चाहिँ नेचुरल मिनी वाटर एकदम हाम्रो गाउँघरको लेकमा जस्तै हामी यसले चाहिँ यहाँ यसो खाँदैछौँ पिउँदैछौँ थ्याङ्क यू भन्नुहोस् म हुन्छ गुरु धेरै लामो ल अब भिन्दाको पालामा कस्तो उज्यालो आयो यो क्यामेराको के मिले छैन यार मलाई भर भर बल्ल यो पानी अहिले ट्याक्क उता खानुपर्छ यस्तो मिनरल वाटर यार यस्तो जङ्गलको बिचमा यति छिटो त आइपुग्दैन नि त गुरु फेरि गुरु हाम्रो बोतल भर्यो भयो क्या घरको ल गुरु धन्यवाद पसिना त निकै बगिन हामीलाई आज हाम्रो एकदम एक हप्तालाई पुग्ने भयो यो यसरी पसरिसक्यो भने त बेलाको पनि मान्छे जान्छ यो ज्यान तातिने बेला 25 चोटि हुँदो रहेछ यार हुन्छ नि अब 20 चोटि हो त्यो हिँड्नु पाएको दौडिने बेलामा 20 चोटि हो हाम्रो भाषा नि कि म्याखानी हो गोलकोस होटेल यस्तो राम्रो थियो नि उतापट्टिको जाऊँ न भित्र गोलकोस होटेल नामी छै उता खै पार्टीहरू मान्छे त रूप परेको यार हाम्रो बस्दा यता यार कति राम्रो देख्छ यार सकिन लाग्छ त फेरि यार फेरि सकिन लाग्छ कि वनमै छ है भरेको लागि बनायो हुन्छ कि भरेको लागि चाहिँ गऱ्यो भने ठिकै हुन्छ ढाड त अब दुख्ने भयो भने अब बुढेसकालले छ हजुर अब त्यही भएर भित्र ड्रेस चेन्ज गर्नुभएको छ कि होइन जाँदाखेरि हुन्छ नि दबाई दियो कि रे त्यो दबाई पनि आगाइ गर्छ त्यहाँ यो हो नि